नाउ हाम्रो नाउ मात्रै होइन, विगतमा पनि हो। मैले आज यहाँ अनुभव सेयर गर्ने भनेको छ। टाइम एकदमै थोरै छ। सबैका आफ्ना आफ्ना कथा व्यथा छन्। यसरी हाम्रा कथा व्यथाहरू एक आपसमा सेयर गर्नलाई चाहिँ धेरै टाइम पनि लाग्छ। महिलाहरूको मात्रै होइन, पुरुषहरूका पनि आफ्ना कथा व्यथा छुट्टै छन्। तथापि आज अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा महिला भए बापत, मान्छे भए बापत होइन, महिला भए बापत भएका हाम्रा पीडाहरू, हामीलाई कसरी अप्ठ्यारो हुन्छ, के गरी यो ठाउँमा पुग्नुभयो भन्ने अनुभवहरूको बारेमा सेयर गर्न भन्नुभएको हुनाले म यहाँ उभिएको छु। मैले अघि बोल्दै गर्दा, हाम्रो पूर्व साथीहरूले बोल्दै गर्दा मैले गरेका, मलाई परेका पीडाहरू चाहिँ हाम्रो रेवतीजीको अगाडि चाहिँ केही पनि होइन भने जस्तो लाग्छ। उहाँको स्ट्रगल चाहिँ धेरैले बुझ्न पनि सक्दैनन्। उहाँले आफैले पनि भन्नुभयो, मैले लेखेको कुरा केही समयपछि मैले चिन्दिनँ भनेर। उहाँले यति पीडादायी कुरा गर्नुभएको छ। तथापि हाम्रा आफ्ना आफ्ना अनुभव छन्, भोगाइ छन्। अब जन्मेपछि सङ्घर्ष गर्नैपर्छ। हाम्रो सफाइकर्मी साथीले भन्नुभयो, हामी तल्लो तहको कर्मचारी भन्नुभयो। तपाईँहरूले सफाइ गरिदिएको कारणले आज हामी स्वस्थ भएको छौँ, निरोगी भएको छौँ। तपाईँहरूलाई हाम्रो मेरो हृदयदेखि धन्यवाद पनि दिन चाहन्छु। म जन्मेको जिल्ला तेह्रथुम जिल्ला, पूर्व पहाड कोशीको तेह्रथुमको पिप्ले हो। मैले सरकारी स्कुल त्यहीँबाट नै एसएलसी दिए हो। मैले सरकारी स्कुलमा एसएलसी पास गरिसकेपछि काठमाडौँ पढ्ने बेलामा त्यो गाउँ विकास समिति भन्थ्यो क्या र, त्यहाँबाट पहिलोचोटि डेरामा बसेर पढ्नको लागि हिँड्ने म पहिलो छोरी थिएँ। त्यो गाउँको, त्यो पालिकाकै, अहिलेको पालिका, अहिले त वडा भएको छ क्या र त्यो। त्यतिखेर जब म घरबाट निस्केर हिँडेँ, मैले त निस्केर हिँडेँ, मैले सुनिनँ। मेरो आमाले भन्नुहुन्थ्यो 6 महिनासम्म सुत्न सकिनँ अरे। किन भन्दा मेरो पिताजीको नाम रामचन्द्र। हामी 9जना छोराछोरी, 9जना छोराछोरीमा म 8औँ नम्बर, 5औँ छोरी। रेवतीजीले भने चाहिँ मेरा पिताजी माताजीहरू पनि म वान्टेड चाइल्ड होइन, म अनवान्टेडै हो। किनभने उहाँहरूको छोरा जन्मिन्छ कि भनेर 8औँ सन्तानसम्म जन्ममा नि म छोरी नै जन्मिया हो। तथापि मभन्दा मुनि मेरो भाइ पनि छन्। त्यसरी हिँड्दाखेरि त्यतिखेरको समाजले उहाँहरूलाई यो रामचन्द्रले एउटी छोरीको विवाहको खर्च कटायो। अब अहिले त छुत र अछुतको कुरा हुन्छ भने त्यस बेला अब यसले कुनै अछुतलाई ज्वाइँ बनाएर ल्याउने भई। मेरो बाआमाको कानमा परेका शब्द, अब बुवाले त नथिङ भन्नुभयो होला, एउटा सानो जागिर खानुहुन्थ्यो। त्यो गाउँघरको आमाको लागि चाहिँ सधैँभरि पीडादायी भइरह्यो। त्यसैले एसएलसी पासबाट बाहिर निस्किँदैदेखि त्यो टन्ट चाहिँ छोरी मान्छेले खाँदै नै आएकै हौँ हामीले। म तेह्रथुमबाट काठमाडौँ आउन 4 दिन लाग्थ्यो। 4 दिनमा आउँथेँ। अहिले सम्झिन्छु मिराकलै भएको छ जस्तो छ। त्यो 4 दिन लाग्थ्यो भन्दाखेरि अहिलेको जेनेरेसनले त के भन्छ, यो खुसी छ कि क्या हो भन्ने पनि भन्छन् होला जस्तो पनि फिल हुन्छ। म मुख्य सचिव भएपछि तेह्रथुममा मेरो पढेको स्कुलले सम्मान गर्छु भनेर जाँदा म 11 बजी यहाँबाट हिँडेको मान्छे बेलुका 6 बजे चाहिँ म तेह्रथुम बजार पुगेँ। मैले 4 दिन लाएर पढेर आएको ठाउँमा म आधा दिन, 1 दिनमा नि पुरा लागेन। त्यसैले अहिलेको भौतिक विकास केही न केही हामीले पढ्यो भन्दा राम्रो छ। उहाँ कानुन पढेको विद्यार्थी, हाम्रो अग्रज अहिले सपना श्रीमान हुनुहुन्छ। हामी उहाँलाई अग्रजको रूपमा मान्थ्यौँ, आदर्शको रूपमा पनि मान्थ्यौँ। उहाँका पश्चात पनि पछ्याउँछौँ। उहाँको फेसन पनि हामी फलो गर्थ्यौँ, उहाँका कुरा पनि फलो गर्थ्यौँ। त्यसैले अहिले यहाँ बस्नु पाउँदा म आफू भाग्यमानी पनि मानेको छु। मैले सरकारी प्रवेश गरेँ, सरकारी सेवामा प्रवेश गरेँ। मैले कानुन पढेको भए पनि म प्राइभेट वकिलतिर गइनँ। सरकारी सेवामा प्रवेश गर्दा त्यस बेला लोकसेवामा चाहिँ महिलाहरू पास हुने चाहिँ एकदम कम। किन कम भन्दा त्यो महिलाले नजानेर होइन, युनिभर्सिटी टप गर्ने, सरकारी सेवामा नआउने। त्यो जुन र्युमर छ, अरूले चलाएको र्युमर, महिलाले पासै गर्न सक्दैनन् भनेर। अघि पूर्णिमाजीले उहाँ त्यत्रो चढ्नुभयो, हिमाल चढिसक्नु भएको छ भने त्यो बुद्धिको काम थियो। महिलाले सक्छन् भनेर कसैले नभन्ने। त्यसको लागि समाजमा
ग्रेजुएसन आइएस सकिसकेपछि छोरीहरूको सबैको सहरमा पनि बिहा हुँदो रहेछ। गाउँको त 15-16 वर्ष हो, सहरको चाहिँ आइएस सकेपछि बिहा हुने। लक्किल्ली भन्नुपर्छ, म छोरीमा अनवान्टेडै भए पनि मेरा दिदीहरू 4 जना भएको हुनाले मैले 15-16 वर्षमा बिहा गर्नु परेन। 16 वर्षमा 15 वर्षमा एसएलसी दिएर 16 वर्षमा पास गरेर म यता फुत्केर आउनु पाएँ। मलाई मेरो बुवाले स्कुलमा मास्टर टिचर होस् भन्नुहुन्थ्यो। ती दिइहाल्छन् त किन जाइ गर्न पाइहाल्छस् भन्नुहुन्थ्यो। एकजना दाजुले नर्स पढ भन्नुहुन्थ्यो, अर्को दाजुले तैँले सरकारी स्कुल पढेको, तीमाथि गाउँमा त्यहीमाथि टिचरहरूले नै पढाएका छैनन्, यसले राम्रोसँग पढ्न सक्दिनँ, साइन्स केही पढ्नु पर्दैन, ल पढ्दा सजिलो हुन्छ। यो ऱ्यान्डमली मैले मेरो चुज गरेकै होइन, मलाई मेरो फ्यामिली मेरो दाजुहरूले ल पढ भनेको, मैले पढ्दिआऊ, पढ भनेको कारणले पढ्दिआऊ। मलाई थाहा थिएन कि ल पढेर के हुन्छ भन्ने थाहा छैन। मैले आर्ट्स पढेको भनेर सुनेको थिएँ, कमर्स पढेको भनेर सुनेको थिएँ, साइन्स पढेको भनेर सुनेको थिएँ, एजुकेसन पढेको भनेर सुनेको थिएँ। तर मैले ल पढेको भनेर मैले गाउँमा पनि सुनेको थिएँ नि, यहाँ आएर म लमा पढाउँ। सायद त्यसमा पनि मलाई कतै न कतै अब यो छन् कि छैन, भगवान्ले मलाई लतारेरै त्यतै पुर्या रहेछ। म सरकारी सेवामा प्रवेश गरेँ। मैले जागिर खाँदाखेरिको त्यो यो पोस्टमा पुगेर बाहिर अहिले आएपछि भन्न मिल्छ कि मिल्दैन भन्ने मलाई फेरि कहिलेकाहीँ आफैलाई पीडा हुन्छ। म जुन अफिसमा थिएँ त्यहाँ म मात्रै अफिसर थिएँ, पुरै पुरुष। त्यहाँ यति नन भेज किसिमको बोली बोलिन्थ्यो पुरुषहरूले। म कहिलेकाहीँ चाहिँ यति म आक्रामक हुन्थेँ। म कहिले बिस्तारो बोल्ने मान्छे थिएँ, एकदमै म बिस्तारो बोल्ने सहनशील मान्छे हुँ। मलाई सरकारी जागिरेले ठुलो स्वरमा बोल्न पनि सिकायो र विद्रोह गर्न पनि सिकायो। सधैँभरि बस्या छ, ओल्लो पल्लो कुर्सीमा बस्या छ, नन भेज बोलेको त सुनिसक्नु छैन। म कहिलेकाहीँ भन्थेँ, तपाईँको आमाका अगाडि यसो बोल्नुहुन्छ, लाज हुँदैन पनि भन्नु मैले। अब त्यति भन्न हामीलाई कति गाह्रो हुन्थ्यो होला, भन्न अप्ठ्यारो छ। हामी शौचालय थिएन महिलाको लागि, पुरुषहरूको लागि युरिनल भएको 4-5वटा युरिनल भएको, चुकुल नभएको टोयलेट। हामीले त कहिलेकाहीँ त खाजा खाने कि नखाने, पानी खाने कि नखाने, किनभने अर्को अफिसमा जानुपर्ने, अर्को अफिसकोले हामीलाई गाली गर्ने क्या हो, स्वाभाविक हो। अर्को अफिस आएर आफ्नो शौचालय फोहोर गरिदिँदा जसलाई पनि जुड्छ। पछि 4 वर्ष पछाडि सिंहदरबारमा सर्यो। दुर्भाग्यवश त्यस बेला पनि महिलाहरूको लागि चाहिँ छुट्टै टोयलेट थिएन। अनि मलाई लाग्यो कि त्यो ड्रइङ गर्ने मान्छेको घरमा मैले रहन्छन् कि के हो, कसरी जन्मिया थियो होला त्यो मान्छे, कहाँबाट जन्मिया थियो होला। कमसेकम त्यो त इन्जिनियर थियो नि त, त्यो ड्रइङ गर्ने त इन्जिनियर थियो होला नि त। त्यो पनि नसोचेपछि मैले त्यहाँ फाइट गर्नुपर्ने र तर मैले जसरी फाइट गरेँ एक्लै भए पनि अहिले चाहिँ त्यो सिचुएसन छैन। त्यसमा हामीले मान्नुपर्छ। मैले सरकारी सेवामा प्रवेश गर्दा हामी 6% अफिसर, 6% महिला थियौँ होला सायद, कार्यालय सहयोगीदेखि अफिसर उपसचिवसम्म। तर अहिले त 27% कि कति पुगिसकेको अवस्था छ। अब म चाहिँ धेरै जसो सरकारी विधेयक, सरकारी नियम, सरकारी आदेशहरू चाहिँ मसौदा गर्ने ठाउँमा बसेँ। अब मेरो अधिकांश जागिर धेरै जसो त्यसरी नै गयो। तथापि त्यहाँ एक्लो महिला हुँदाखेरि अफसर त कसले कतिखेर गयो केही पनि थाहा हुँदैन थियो, अफसर पाइँदैन थियो। अहिले अलिअलि ट्रान्सपरेन्ट छ, छलफल र सहभागी नगराउने। एकचोटि मेरो साथी र म सचिवको कोठामा छिर्यौँ, 2 जना। उहाँले नै सिकाउनु भयो, जाउँ न त्यहाँ त के कुरा सुन्न पाइन्छन्, सबै यी यावत कुरा सुन्न पाइन्छन्, क्याबिनेट कहानी सुन्न पाइन्छन्, अरू सचिव बैठक पनि सुन्न पाइन्छन्, जाउँ भन्नु। 2 जना सँगै छिर्यौँ। उहाँ चाहिँ अहिले न्यायाधीश हुनुहुन्छ, नाम नभनौँ। उहाँलाई चाहिँ सचिवले बस्नु भन्नुभयो। अनि मतिर फर्केर तपाईँको काम के थियो अरे भन्नुभयो। मलाई बसै भन्नुभयो। अब बिचरा अरू कसैले पनि मलाई बस भनेन, मेरो केही काम थिएन, म फर्केँ भनेर म फर्केँ। यस्ता घटना त कति हुने ब्याक बाइटिङ कति हुने, तपाईँहरूले इमेजिनै गर्नुहुन्न। ब्याक बाइटिङ, त्यो ब्याक बाइटिङकोमा त सपना दिदीले धेरै गाली खानुभएको छ। सपना दिदी भने सरी भन्ने। यसो चाहिँ एकचोटि मेरो बिहान अफिसबाट घरबाटै अफिस हिँडेँ, 1 बजीतिर घरबाट फोन आयो। बच्चा हेर्ने मान्छे राखेको थियो, छोरी सानी थिए। तपाईँको छोरा चाहिँ बिहान 10 बजेदेखि छैन, हरायो भनेर। अब अफिसमा काम गरे, त्यो आमालाई अहिलेको जस्तो मोबाइल छैन, हस्बेन्डलाई फोन गरेँ, कोर्टमा गएर फोन उठ्दैन ल्यान्डलाइन।
त्यसपछि अब के गर्ने भयो। एकजना साथीलाई, केटा साथीलाई, मोटरसाइकलवाला हुनुहुन्थ्यो, तपाईँ यसरी मेरो छोरा हरायो रे, जाउँ न खोज्नु भनेर गएँ। जाँदाखेरि माथिबाट धेरै केटाहरूले हामीलाई तल म मोटरसाइकलमा बसेको देख्नुभयो। त्यसपछि मेरो यति धेरै चाहिँ पखालियो छ। अनि पछि त्यही साथीले सुन्नुभएछ। सुनेपछि उहाँले भन्नुभयो रे, तपाईँहरूलाई अलिकति लाज लाग्दैन लोग्ने मान्छे भएर। त्यस दिन उहाँलाई मैले कहाँ लिएर गएको थिएँ, उसको छोरा हराएको थियो, हामी उसको छोरा खोज्न गएको थियौँ। बुझ्दै नबुझी यसो भन्ने, यसो त कति भोग्यो त्यो नर्मल। त्यसैले महिलाहरूलाई सजिलो चाहिँ थिएन। बच्चा जागिर भएपछि बिहा गरेपछि बच्चा जन्मिन्छ। बच्चालाई चाहिँ त्यसैको मात्रै बच्चा हो भने त्यो राष्ट्रको बच्चा हो। यो बच्चा भविष्यको नेपाली नागरिक हिसाबले न राज्यले सोध्यो, न सरकारी कसैले साथीहरूले सोध्थे, न पिएर्सले सोध्थे। कहिलेकाहीँ कस्तो लाग्यो, म चाहिँ तत्कालीन अवस्थामा पनि मैले लोकसेवा जाप दिँदा चाहिँ 1 नम्बरमा नाम निकाले हो। पुरुषहरूसँगै हो। एउटा ग्रुप डिस्कसन भन्ने हुन्थ्यो। ग्रुप डिस्कसनमा केटा मान्छेहरूले भनेको जस्तो मैले भनिनँ भनेर बाहिर निस्किएपछि सबैले मलाई घेरेको थियो। कहिले किन हामीलाई गरेछ भने मेरो मूल्याङ्कन गर्ने हो भने निकै घेरेपछि मैले उहाँहरूलाई मैले भने नि बोल्न सिकाएको भनेर। मैले औँलो ठड्याएर भने तपाईँहरूभन्दा अगाडि मेरो नाम निस्किन्छ, टप 5मा निस्किन्छ भनेर म घरतिर लागेको थिएँ। पछि मेरो 1 नम्बरमा नाम निक्लेछ, उहाँहरूको निकै तलै निक्लेछ। इच एन्ड एभ्री ठाउँमा महिलाहरूलाई चाहिँ कहाँनिर खोट भेट्टाउँ भन्ने हुन्छ। जाँच दिएर बढुवा हुनुपर्ने, जाँचको खुल्दै नखुल्ने। किन भन्दा त्यसले 1 नम्बरमा पहिले अफिसरमा नाम निकाल्यो, फेरि निकाल्यो भने त माथि पुगिहाल्थ्यो नि। त्यस्तो पनि भोग्यो अब। तर अब कहिलेकाहीँ त भाग्यको खेल पनि होला। जति रोके पनि त्यो माथि पुग्न चाहिँ लेखेकै रहेछ कता कताबाट। लोकसेवामा मैले सहसचिवहरूसँग राखिया हो। उपत्यका बाहिर जान्छु न त म बढुवा हुनलाई पाइएन भन्नु भने हुँदैन भन्ने महिलालाई फेरि दिना पनि नदिने, पुरुषहरूलाई नै जान्नु। मलाई यो ठाउँमा पुर्याउनलाई चाहिँ लोकसेवालाई पनि धेरै धन्यवाद दिन्छु। कानुन मन्त्रालयमा धेरै काम गरेँ। कानुन मन्त्रालयमा काम गर्दा धेरै जसो महिलाहरूको पक्षमा बोलेछु र मलाई त यो महिलावादी भनेर भन्थे। यसो उसो गरेँ, यसरी लिएर चाहिँ महिलाको ठेक्का भन्थे। यति धेरै गाली खान्थ्यो। अहिले आएका जुन अघि डोमेस्टिक भाइलेन्स एक्टको कुरा गर्दै हुन्थ्यो, धेरै ऐनहरू चाहिँ मसुदा गर्ने म पनि परेको थिएँ। कमिटीमा एउटा महिला राखौँ भन्दा कम्तीमा एउटा महिला भनेर लेख्ने। राष्ट्रिय महिला आयोग अहिले त आज हुनुहुन्न रहेछ। राष्ट्रिय महिला आयोग त्यस बेला कानुनद्वारा स्थापित संस्था। त्यो दुर्गा पोखरेल म्याडमलाई धन्यवाद दिनुपर्छ। त्यतिखेर पनि त्यहाँ कम्तीमा एउटा महिला भनेर राखेको थियो। उहाँलाई सिकाएँ, मैले बोल्न मिलेन, हुँदैन भनेपछि उहाँले उहाँलाई के भनियो भने तपाईँ अध्यक्ष खाने होला, त्यसो भए अध्यक्ष महिला राखौँ, अरू चाहिँ नराखौँ भन्नुभयो। तर दुर्गा पोखरेल म्याडमलाई हामीले सहयोग पनि गरे हो र 5जना महिला आयोगमा राख्यो। महिला आयोगमा त महिला हुनुपर्छ भनेर राखेको अवस्था हो भने ऐनहरू बनाउँदा पनि यदि त्यहाँ महिला मन्त्री भएन भने त्यो अहिले पनि भन्दैन। हाम्रो सपना सिंहलाई धेरै कुरा थाहा पनि छ। मेरो त टायर यसैले लगिदिनु भयो जस्तो छ। जे जस्तो छ बसी सहसचिवबाट निर्वाचन आयोगमा गएँ। अब अहिले म स्वर्गीय इला सरकार म्याडमलाई पनि सम्झन चाहन्छु। अहिले हाम्रो कार्यवाहक प्रमुखजी यहाँ हुनुहुन्छ, उहाँ उपप्रमुखमा जित्नु भएको हो। त्यस बेला उहाँले र मैले हामी दुईजनाले नै हो, इला म्याडम हुनुहुन्थ्यो। यो प्रमुख र उपप्रमुख भन्दै 1जना महिला उम्मेदवार दिनुपर्छ भनेर कानुनमा राख्नुपर्छ भनेर लबिङ गर्नेमा
राख्नेमा कर्मचारीको तर्फबाट मैले सहयोग गरे हो, सदस्यको तर्फबाट इला म्याडमले गरे हो र त्यसमा राजनीतिक दलहरूले चाहिँ विरोध गर्नुभएको थिएन। तर सरकारी कर्मचारीका उच्च पदमा पुग्नेहरू उहाँहरू आएर यति धेरै विरोध गर्नुभयो, अरू त सही हो, हुँदा महिलामा क्षमतै छैन भन्नुभयो एकजना सचिवले। अनि मलाई पनि कता म नि अलिक बोल्नु जान्ने भइसकेको थिएँ। मैले भने त्यसो भए यत्रो वर्षको महिला इम्पावरमेन्टमा लगेको खर्च चाहिँ कहाँ गयो त, कसलाई इम्पावर गरेको त त्यसो भए भन्न आएछ। त्यसपछि उहाँ नबोली हिँड्नुभएको थियो, उहाँहरूको टिमै थियो। पछि यति गाली खाइयो, नेपालका महिलाको ठेकेदारहरू इला र लीला भन्ने आइरहेको थियो। तर पछि राजनीतिक दलले त्यसलाई इमान्दारिता देखायो। प्रमुख र उपप्रमुख मध्ये एकजना उम्मेदवार दिनुपर्ने, 74कोमा राम्रो प्रेजेन्स थियो, 79मा गएर यो कोलिसनको पालाले गर्दाखेरि घट्यो पनि। अब पछि के हुन्छ थाहा छैन। प्रत्येक ठाउँमा इच एन्ड एभ्री सेक्टरमा जहिले पनि महिलाहरूलाई च्यालेन्जै छ, विभिन्न खालको च्यालेन्ज हुन्छ। सचिव भएँ, सचिव बन्ने बेलामा हाम्रो कानुन मन्त्रीज्यू महिलै हुनुहुन्थ्यो, तर म पुगेँ मन्त्रालयमा अवसर नदिएर अर्कै एउटा आयोगमा। त्यसैले सायद अहिले आयोगको अध्यक्ष भयो होला, त्यो पनि कताबाट आयोग भएर। सचिव हुँदा पछि प्रधानमन्त्री कार्यालयमा सरुवा भएँ। हामी छलफल गर्छौँ, अब महिलाहरू एउटा दुईवटा हुन्छन्, त्यसैले छलफल पुरुषहरूसँगै गर्नुपर्छ, उहाँहरूसँग सहकार्य नगरी हुँदैन। अनि आफूले केही कुरा गरेछ भने पहिले नै लगेर माथिकालाई सुनाइसकेर जाति भइसक्यो हुन्छ आफ्नो आइडिया चाहिँ गएर जम्मै त्यस्तो अवस्था पनि थियो। अब संयोगले म मुख्य सचिवको लाइनको मान्छे त थिइनँ। अब त्यतिखेरको दुर्भाग्य, तत्कालीन मुख्य सचिवलाई भ्रष्टाचारको केस लागेको हुनाले र प्रधानमन्त्री कार्यालयको म सिनियर मोस्ट सचिव भएको कारणले मैले नियुक्त मुख्य सचिव पनि भएँ, कार्यवाहक मुख्य सचिव पनि भएँ, मुख्य सचिव पनि कन्फर्म मुख्य सचिव पनि भएर निस्केँ। यो तल्लो पदमा मात्रै होइन, माथिल्लो पदमा पनि च्यालेन्ज छ। आफूले गरेको काम किन महिलाहरू थोरै हुने, त्यो पदको अघि लगेर जहाँ सुनाउनु पर्ने हो त्यसलाई मैले सिकाइदिएको थिएँ, त्यसले त्यसो गरी भनेर आफू क्रेडिट लिनु, त्यो खालको। त्यसमा पुरुषहरूमा चाहिँ हुँदैन है, पुरुषलाई नै प्रोजेक्सन गरे हुन्छ अगाडि पुरुष अनुसारले, अन्यथा नलिनु होला। कसैले पुरुषले नयाँ आइडिया ल्यायो भने त्यसले नयाँ आइडिया ल्याएको थियो, त्यसलाई बिक्री गरेर लानु त भन्नुहुन्छ। तर महिलाले जब नयाँ आइडिया ल्यायो भने मैले ल्याएको हो भनेर अगाडि सर्दिहाल्ने, मैले सिकाइदिएको थिएँ भन्ने। अब त्यस्तो किसिमको धेरै नै बाधा अडचनहरू हुन्छन्। तर ती बाधा अडचनलाई चाहिँ तपाईँ हामीले लाइफको जीवनको पार्ट एन्ड पार्सियल भनेर अगाडि बढ्नुपर्छ। र जब हामी निर्णयकर्ता अथवा डिसिजन मेकिङमा पुग्छौँ, यस्ता कुराहरू हराउनको लागि चाहिँ, यस्ता कुरा हटाउनको लागि चाहिँ आफूले प्रयत्न चाहिँ गर्नुपर्छ। महिला भएर मात्रै होइन, महिला भएर महिला मैत्री पनि काम गर्नुपर्छ। मैले अरू कुरा धेरै भनिनँ, किनभने यो हाम्रो अनुभव यहाँसम्म पुग्दाको अनुभवको हिसाबको मात्रै भनेको भएर मैले यो चाहिँ छोटकरीमा मैले भने यहाँहरूसँग राखेँ। हजुरहरूका आफ्नै पीडा छन्, मैले अघि पनि भने पुरुषहरूका आफ्नै पीडा छन्, तर महिला भए बापतका पीडा चाहिँ छुट्टै छन्, त्यो कमन म्यानको रूपमा मात्रै होइन। त्यसैले म पुनः 116औं नारी दिवस, अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा काठमाडौँ महानगरपालिकाले, जुन मेरो पनि महानगरपालिका हो, म यहीँको भोटर छु, मलाई यहाँ आमन्त्रण गरेर बोल्न पनि दिएकोमा म फेरि पनि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिँदै मेरो भनाइ यहीँ पुर्याउँछु। हस्, धन्यवाद।